नमस्कार, कारबार एपमा हजुरलाई स्वागत छ। सधैँ म्यानुअल पेपरबाट इन्भोइस बनाउन झन्झट हुन सक्छ, तर कारबार एपले यो कामलाई धेरै सजिलो बनाइदिन्छ। एपबाट प्रोफेसनल इन्भोइस जेनेरेट गरेर सजिलै कस्टमरसँग सेयर गर्न मिल्छ। कारबार एपबाट ट्रान्ज्याक्सन क्रिएट गरिसकेपछि इन्भोइस निकाल्न सक्नुहुन्छ। यदि हजुरले ट्रान्ज्याक्सन रेकर्ड कसरी गर्ने भनेर बुझ्न चाहनुहुन्छ भने हामीले अगाडि हाम्रो च्यानलमा हाउ टु रेकर्ड सेल्स भन्ने ट्युटोरियल बनाइसकेका छौँ। हजुरले त्यो हेर्न सक्नुहुन्छ। यो ट्युटोरियलमा चाहिँ हामी ट्रान्ज्याक्सन रेकर्ड भएपछि इन्भोइस कसरी जेनेरेट र सेन्ड गर्ने भनेर देखाउने छौँ। आउनुहोस् सुरु गरौँ। यसको लागि होम पेजबाट तल ट्रान्ज्याक्सन मोड्युलमा जानुहोस्। यसमा हजुरले रेकर्ड गर्नुभएको सबै ट्रान्ज्याक्सन देख्न सक्नुहुन्छ। अब कुनैको इन्भोइस निकाल्नको लागि त्यो ट्रान्ज्याक्सनमा क्लिक गर्नुहोस्। क्लिक भएपछि ट्रान्ज्याक्सनको तल हजुरले डाउनलोड, प्रिन्ट र सेयरको अप्सन देख्न सक्नुहुन्छ। डाउनलोड अप्सनबाट हजुरले आफ्नो फोनमा यो ट्रान्ज्याक्सनको इन्भोइस फोनमा सेभ गर्न सक्नुहुन्छ। प्रिन्ट अप्सनबाट हजुरले इफ हजुरसँग प्रिन्टर कनेक्टेड छ भने त्यहाँ क्लिक गरेर प्रिन्टरसँग कनेक्ट गरी इन्भोइस प्रिन्ट गर्न सक्नुहुन्छ। र सेयरमा चाहिँ हजुरले भेरियस फर्मेटमा पार्टीलाई इन्भोइस सेयर गर्न सक्नुहुन्छ। जस्तै यसलाई क्लिक गर्दा हजुरले देख्न सक्नुहुन्छ सेन्ड एसएमएसबाट चाहिँ पार्टीको फोन नम्बरमा टेक्स्ट इन्भोइस समरी पठाउन मिल्छ। सेयर मेसेजमा चाहिँ हजुरले अरू एपको थ्रुबाट इन्भोइसको टेक्स्ट समरी सेयर गर्ने अप्सन आउँछ। सेयर इमेज अप्सनबाट चाहिँ हजुरले पिडिएफको साटो इमेजमै कस्टमरलाई इन्भोइस सेयर गर्न सक्नुहुन्छ। यसै गरी वाट्सएपको अप्सनबाट चाहिँ इफ कस्टमर वाट्सएपमा लिङ्क्ड हुनुहुन्छ भने इन्भोइसको टेक्स्ट समरी त्यहाँ पनि पठाउन मिल्छ। र लास्टमा चाहिँ सेयर पिडिएफ अप्सनबाट चाहिँ कस्टमरलाई डाइरेक्टली इन्भोइस पिडिएफमा सेयर गर्न मिल्छ। एन्ड द्याट्स इट। तपाईँले कारबारमा सक्सेसफुली इन्भोइस जेनेरेट र सेन्ड गर्न सिक्नुभयो। यसका साथै हजुरले सेटिङमा गएर इन्भोइस सेटिङबाट भेरियस अप्सन्सहरू पाउनुहुनेछ र आफ्नो आवश्यकता अनुसार कन्फिगर गर्न सक्नुहुनेछ। धन्यवाद। स्मार्ट व्यापारीको साथी कारबार एप।